डेडिकेटेड र ट्रक लाइन बक्यौतामा दोस्रो किस्ता नतिरे लाइन काटिने चेतावनी दिएको छ। डेडिकेटेड तथा ट्रक लाइन बक्यौता बापतको दोस्रो किस्ता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले 21 उद्योगलाई पत्रचार गर्दै तत्काल रकम बुझाउन ताकेता गरेको छ। दोस्रो किस्ता नबुझाए फेरि लाइन काटिने चेतावनी दिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव साक्यले जानकारी दिएका छन्। पहिलो किस्ता तिरेका उद्योगहरूले मङ्सिरको दोस्रो किस्ता नबुझाएपछि स्मरण पत्र पठाइएको हो। अन्तरिम आदेशका कारण रिलायन्स स्पिनिङ मिल बाहेक अन्य उद्योगलाई पत्रचार गरिएको छ। प्राधिकरणले बक्यौता तिर्न 28 किस्ताको सुविधा दिएको छ। यसअघि कार्तिकमा 25 उद्योगको लाइन काटिएको थियो भने पहिलो किस्ता बुझाएपछि पुनः जडान गरिएको थियो। लाल आयोगको प्रतिवेदन अनुसार 58 उद्योगबाट 6 अर्ब 11 करोड रुपियाँ बक्यौता उठाउन निर्देशन गरेको छ। हालसम्म 10 उद्योगले पूरा भुक्तानी गरेका छन् भने केही उद्योग किस्तामा रहेका छन्। सर्वोच्च अदालतले अर्खाजी सिमेन्ट लगायत उद्योगलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। प्राधिकरणले दोस्रो किस्ता नबुझाउने उद्योगको लाइन अविलम्ब काट्ने स्पष्ट पारेको छ।